हेलो साथीहरू, आज हाम्रो डे 4 भ्लग हुँदैछ। अब हामी आज चाहिँ यता पाटना क्लाम गर्ल्सतिर जान्छौँ अनि प्लस यता आल्टिस्टार्टहरू घुम्छौँ। ठिक छ, अब हामी बस चढ्न लागेछौँ। यो क्लिनिकोम स्टेसनबाट सही हो, चलपल दिनुपर्छ। आज नि यसो हिँडाएँ, आज नि जस्ट हाइकिङ। आज चाहिँ हाम्रो मेन हाइक यता म्युनिका आएपछिको आज हो हाम्रो मेन हाइक। सही हो, सी यु सुन गाइज। आज डे 4 हाम्रो कता हो मलाई पनि थाहा छैन क्या, तिमीले लाने हो। हिँड्न त सकिन्छ नि, आज हाइक हो, लानु पर्ने सकिन्छ होइन त, दुःख मन केही छैन। यो जुत्ताको के काम हो? कुन जुत्ता? यो जुत्ता वो यस्तो जुत्ता लाएर हाइक होला। ल ठिक छ, ल अहिले भेटौँला है त। ठिक छ होइन त, ठिक छ नि। आज पनि ज्वरो आउला जस्तो भएछ, तर ढल्ली चाहिँ हालेको छैन। एक्साइटेड भएर होला, बिरामी पनि हुन नखोजेको क्या। अब यो घुम्ने कुरा सकिन्छ अनि सबै बिरामी हुन्छ होला कि। टेक केयर है त। त्यो साथी हो आइपुगिसक्यो। यहाँ त कोही थिएन होइन। हेरौँ न एकचोटि त्यही पनि चलपल। टिकट त लाग्नुपर्ने हो। छिर्न पाउने हो, छिर्न पाउने होला। टिकट चाहिँ काट्नुपर्ने होला, तर हामी यता भन्दा पनि हामी उता जानुपर्ने हो। कत्रो ठुलो बना नानी एउटा त औ हल्का पानी परेको अवस्था। बिरामी चाहिँ हुनु होइन, गर्नु पऱ्यो नि त नि। पन्ध्र नि लाउने भएछ बाबा। आनन्द है, जस मजा आउँदैछ हिँड्दै होइन। मजा आउँछ अब त पुरै सही हो, ठिकै छ। खोला खोला हिँड्दा पनि मजा आउने रहेछ यार। हामी जाने एलबिजे जाने भनेर आज अहिले भ्यायो भने जाने हो। ओहो कस्तो छ पानी यार, माटै पुरै देखाए छर्लङ्ग लगाएर। साथीहरू अब हामी चाहिँ हिँड्यौँ है हाइकिङ कडा। म पनि हाइकिङ हिँड्ने भयो ल। नभने त मरिहाल्छु। 2 मिनटको बाटो पनि गाडी चढ्न पाएको हुन्छ भन्ने मान्छे। ठिकै छ त। तर यस्तो हुँदो रहेछ, काममा हिँड्नु र यसरी यो खालको इन्भाइरोमेन्टमा चाहिँ हिँड्न पनि मन लाग्ने रहेछ क्या। अलिक नगलेको जस्तो, होइन धेरै नगल्ने होइन होइन गलेको। म अब के अरे मेरो केसमा चाहिँ कस्तो भने, म यसरी काममा यो दिनभरि उभिएँ भने म कहाँ फुटो। होइन यो गल्दै नगलेको त भन्न मिलेन कि, गलेको तर यो सिनारीहरूले रिलिज गर्ने क्या त्यो हुन्छ नि। होइन म थाकेको छैन भने जस्तो मेन्टली नै बनाउने क्या। सही हो। हेर नि तिमीहरू है, अब हिँड्यो अगाडि वाउ छ होइन, म त हिँड्नै पर्छ भनेर मोटिभेसन दिने टाइपको रहेछ क्या। अब बेकारमा त्यो रोडमा डङ गाडी हिँड्ने बाटोमा हिँडेको जस्तो त होइन नि त। यो त भनेको एउटा रिल्याक्स के भन्छ, खोलाको आवाजले आनन्द आइसक्यो क्या। अनि यो हावा अनि यो काठहरूको बास्ना
अनि यो के अरे रुखहरूको गन्ध अँ त्यो के भन्छ त्यसलाई एरोमा थेरापी गरे आरोमा थेरापी सही सही ल ठिक छ ल अब अगाडि हेर्दै हिँडौँ हामी एकछिन जाडो त यस्तो Vibes? जाडो छ है मेरो अँ। चाहिँ त न केही काम लाग्दैन पानी परेर यस्तो हैरान छाता छैन मान्छेलाई के गर्यो फेरि उसलाई मेको होइन नि त अलिकति भयो नि फोटोमा राम्ररी आऊँ भन्नुहुन्छ नि अब त जुन गयो सिद्धो आजको त्यसो- सिद्धो स्यातिस ल हिँड बिस्तारो अब अगाडिको भ्यू हेर्दै हिँडौँ एकछिन वर्णन गर्ने कुराहरू सामानहरू अहँ। जस एउटा ड्रिमै थियो यहाँ आउँछु भन्ने चाहिँ मेरो चाहिँ होइन मलाई उता सनस्टाइन सनस्टाइन भन्दा नि यहाँ मलाई यो पाटना क्लाम चाहिँ आउनु मन भयो क्या आइयो खुसी लाग्यो त्यत्रो हिँडिसक्यो अनि नदेख्दा त नि भेजा भइहाल्छ नि अँ अँ जुन कुराको सबर एकदम यो बाटो हुन्छ नि त ठुलो चिसो आयो भने नि मजा आउँदैन है हिँड्दा ठिक हुन्छ कति कुराहरू चाहिँ अँ अब तिमीले गएर फ्याट्दै त्यो अगाडि पनि देखायो कि ए यही रहेछ सिद्धो होइन तर धेरै माथि पनि छैन कि हो यार मान्छेहरू फिर्किँदैछ यति नै हो देखुन हो त्यति मात्रै त नहुनु पर्ने हो म चाहिँ तिम्रो ड्रिमको प्लेसमा सिक्दैछु है ओके ल उल्टो छिरा छिरा ए भन्छ हौ खासमा चाहिँ उल्टो त्यसैले हो यहाँ हो क्या सही हो छिरा छिरा Come on, let's go. बिस्तारो है सक्यो जस्तो छ यहाँबाट बस अलिक छिटो जाउँ होला होइन होइन फेरि आउनु पाइहाल्छ नि होइन प्राइस साइड होला कस्तो लाग्यो त लक्ष्मी तिमीलाई ठाउँ
ठाउँ कस्तो लाग्यो ठिकै लाग्यो राम्रो लाग्यो नि कस्तो लाग्यो सोध्नु पाएँ कहाँसम्म जाने मान्छे माथिसम्म त ए यहाँबाट त्यो माथि गएको जस्तो रहेछ त्यो पुल यसो गरेर नि मान्छे त्यो ओ यहाँ हेर न पानी कुनै हेर त इन्फर्मेसन थाहा छ हिम नदी चाहिँ यो माया सलल सलल डिग्री उकालो त होला 80 डिग्री होइन यो 45 डिग्री होला ब्यागमा हाल्ने नि पढा टिसु पेपर छ यति नै हिँडेन भने त फेरि हाइक आएको जस्तो पनि मजा नहुने नि त पट पट हुनुपर्छ अनि मजा आउँछ के बनाएको तिमीले नेपाली हो वाइ वाइ नेपाली हो गएर त इन्कम भयो नि ड्रेस पेरिसमा के भएको ड्रेस होला सर बाते बाते त्यही पछाडि छ त्यही पकेटमा सानो पकेटमा हुनुपर्ने हो छैन मसला खाऊँ हल्का एडभेन्चर टाइपको बनाउनु खोजेको रहेछ क्या पैसा तिरे अनुसारको के पैसा तिरेर बस्नु हिजो चाहिँ अलिकति महँगो भयो पहिरो गएको रहेछ क्या यसरी त्यो भएर पुल बनाएको रहेछ भन्यो त्यो मान्छे आउँदैछ पछाडिबाट नि बाटो चाहिँ यही हो है हाइकिङ जाने बाटो साथी हो रमाइलो छ यो बाटो पहिरो गएर हो क्या यस्तो भएको यही चाहियो कस्तो छ हौ तिम्रो हाइकिङ हाइकिङ मेरो बगान छ कति किलो जति घट्यो होला धेरै होइन हामी कति 4 घन्टा हिँड्यो खै कति बजी हिँडेको हामी अब त राम्रै बाटो रहेछ के भनेको भित्रको क्या त्यो देखेन त फुटाएर खोपेर निकालेको पहिला ट्विङ जस्तो गर्दो रहेछ यिनीहरूले अनि पछि चाहिँ त्यस्तो बनाएको रहेछ खोपेर बनाएको रहेछ है कति वर्ष लाग्यो होला त त्यो यही पाहाड हो नि त होइन अँ यही पाहाड हो मुनि मुनि खोपेर खोलाको छेउछाउमा खोपेर मजाले त्यो त्यसैको माथि हेर्ने यो यो भनेको पछि भसिन पनि सक्छ भन्नु खोजे अरे यस्तो छ उयो त देखाउ त यो
यो भनेको पार्टिसन भइसक्यो होइन यहाँ त राततिर एकछिन आज त हेर 7 घन्टा हिँड्नु पऱ्यो नि हिँड्नुपर्छ अझै लास्ट हाइकिङको के चाहिँ च्याउ अब गाउँघर आए बस्ती कता हामी जाने यतै हो यतै हो मान्छे त फर्केर आएछ फर्केको होइन उनीहरू यो बाटो चढेर उताबाट फर्किन पनि पाइयो नि त पर्छ होला नि डेभलप गाउँ हो क्या यिनीहरू भनेको ट्याक्क पर्ने होइन र तल टक्क मिठो सुन न एउटा कुरा एउटा कुरा मलाई चित्त बुझ्यो पिच गर्न नसके नि हेर न यहाँ गिटी हाल्दै सरर गर्नु पुग्ने होइन इमेजिन हुन्छ क्या पुरा आइज ढिलो हुन्छ अब चट्ट मिठो गाउँहरू भाइब्स आएर है गाउँको त्यो बोलेको आगोको तिमीलाई अस्ति मनपर्ने स्लाइसको गन्ध ए फिसको गन्ध स्मोक फ्लेभर म गाउँमा नहुर्केको भएर होला त्यो गन्ध किन हो है आज ठिकै लाग्छ अगाडि नै सर्ट बस्न आउँछ यिनीहरूले यस्तो घर पनि बनाउँदै रहेछ होइन यो अब तुरुन्तै गर्नलाई यिनीहरूले यो डिस्ट्रोय हुन दिँदैन क्या उनीहरूको भोलिको अब नयाँ जेनेरेसनलाई होइन झझल्को दिनु पऱ्यो नि त कहाँ सबै नेपाल जस्तो अब पुरानो बनाउँदै नयाँ पुरानो भत्काउँदै नयाँ मात्रै बनाउने हुन्छ त सही छ सही हो यार बाटो त यो आमा उकाली ओह्राली यस्तो ठाडो उकालो बाटो त आजसम्म देखेको पनि थिइनँ मैले ल यस्तो ठाडो उकालो छ यस्तो ठाडो उकालो बाटो नि त बिस्तारो कन्ट्रोलले हामीले नि अर्कोलाई हेर्यौँ हेलो साथीहरू अब चाहिँ हामी यो हिस्टोरिस लुडविक स्त्रासम्म आइपुगेको छौँ यो चाहिँ सही हो दामी छ यहाँको भ्यू चाहिँ यस्तो